के तपाईले कहिले याद गर्नुभएको छ कि तपाईले प्रार्थना गर्न थालेपछि तपाईको जीवन झन कठिन भएको छ? तपाईले आफ्नो नयाँ प्रार्थना जीवन सुरु गर्नुअघि सबै कुरा तुलनात्मक रूपमा शान्त व्यवस्थापन गर्न सकिने र सजिलो थियो। तर जुन क्षण तपाईँ परमेश्वरप्रति गम्भीर हुनुभयो र दृढ संकल्पका साथ प्रार्थना गर्न थाल्नुभयो, मानव नर्क नै खनियो। अचानक हरेक दिशाबाट आक्रमणहरू हुन थाले। सम्बन्धहरूमा तनाव आयो, आर्थिक अवस्था कसिलो भयो, स्वास्थ्य समस्याहरू देखा परे, खुला रहेका ढोकाहरू ढ्याप्प बन्द भए र तपाईँ सोच्दै बस्नुभएको छ, यो के भयो? तर मलाई तपाईँको पूरा दृष्टिकोण नै बदलिदिने एउटा कुरा भन्न दिनुहोस्। यो आक्रमण तपाईँको प्रार्थना असफल भएकोले आएको होइन, यो त तपाईँको प्रार्थना सफल भएकोले आएको हो। वास्तवमा प्रार्थनापछि आक्रमण हुनुका 5 वटा मुख्य कारणहरू छन्। पहिलो कारण, तपाईको प्रार्थनाले तपाईलाई एक दर्शकबाट आमने सामनेको मुठभेड कन्फ्रन्टेसनमा पुर्याएको छ। तपाईले तीव्रताका साथ प्रार्थना गर्न थाल्नुअघि तपाई कसैको नजरमा पर्नु भएको थिएन। तपाई आध्यात्मिक रूपमा निष्क्रिय हुनुहुन्थ्यो। तपाईले कसैलाई चुनौती दिनुभएको थिएन। तपाई आत्मिक जगतमा कुनै हस्तक्षेप नगरी जीवनको लयमा मात्र चलिरहनु भएको थियो। तर प्रार्थनाले त्यो बदल्यो। प्रार्थनाले तपाईलाई यस्तो व्यक्ति बनाइदियो जो अब दियाबल दुष्टको नजरमा परेको छ। र प्रार्थना गर्ने ईसाई सधैँ आत्मिक जगतमा चिनिन्छ। जब तपाईँ परमेश्वरको योजनासँग एकाकार हुनुहुन्छ, तपाईँ ती शक्तिहरूका लागि देखिने बन्नुहुन्छ जसले पहिले तपाईलाई बेवास्ता गर्थे। तपाईले एउटा सीमा पार गर्नुभयो र सीमा पार गर्दा अन्धकारका शक्तिहरू उत्तेजित हुन्छन्। ती क्षेत्रीय दुष्ट आत्माहरू, टेरिटोरियल स्पिरिट्स, जसले पहिले तपाईलाई लड्नुपर्ने कुनै कारण देख्दैनथे, अब तपाईलाई आफ्नो अधिकार क्षेत्रका लागि खतरा ठान्छन्। दानियललाई हेर्नुहोस्। दानियल 10:12 मा स्वर्गदूतले उनलाई भन्छन्, हे दानियल, नडराऊ, किनकि जुन पहिलो दिनदेखि तिमीले बुझ्ने मन गर्यौ र आफ्नो परमेश्वरको सामु आफैलाई नम्र बनायौ, त्यसै दिनदेखि तिम्रो कुरा सुनियो र तिम्रो कुराको निम्ति म आएको हुँ। पहिलो दिनदेखि नै स्वर्गले दानियललाई तुरुन्तै सुन्यो, तर उत्तर आउन 21 दिन ढिलो भयो। किन? पद 13ले व्याख्या गर्छ, तर फारस राज्यको अधिपतिले 21 दिनसम्म मेरो सामना गर्यो। एक दुष्ट अधिपतिले दानियलको उत्तर बोकेका स्वर्गदूतलाई रोकेका थिए। यो दानियलले गलत प्रार्थना गरेकोले भएको होइन, यो त उनको प्रार्थनाले स्वर्गमा युद्ध सुरु गरेकोले भएको हो। उनको कुरा तुरुन्तै सुनिएको थियो, तर त्यसको प्रकटीकरणमा बाधा हालिएको थियो। प्रार्थनाले अधिकार क्षेत्र बदल्यो। यसले दानियललाई निष्क्रिय अवलोकनबाट सक्रिय आत्मिक मुठभेडमा पुर्यायो। प्रार्थनाले सुरुमै परिस्थिति बदल्दैन, यसले पहिले वातावरण बदल्छ। त्यसैले तपाईँ आक्रमणमा पर्नु भएको हो। तपाईले प्रार्थना गर्नुभयो र आत्मिक क्षेत्रमा केही हलचल भयो। तपाईले यस्तो कुरा परिवर्तन गर्ने निर्णय गर्नुभयो जुन कुरा तपाईलाई थाहा नभएकोमा शत्रु ढुक्क थियो। तपाईँ त्यस्तो क्षेत्रमा प्रवेश गर्नुभयो जुन शत्रुले आफ्नो नियन्त्रणमा छ भन्ने ठानेको थियो र अब उसले तपाईलाई पछि धकेल्न लडिरहेको छ। त्यसो भए तपाईँ के गर्नुहुन्छ? पहिलो कुरा, पछि नहट्नुहोस्। प्रार्थना गरेकोमा माफी नमाग्नुहोस्। आफ्नो आज्ञाकारितामा शङ्का नगर्नुहोस्। निरन्तरताका साथ आफ्नो अडानमा रहनुहोस्। जुन कुरा तीव्रताले सुरु गर्छ, निरन्तरताले त्यसलाई पूर्ण गर्छ। एफिसी 6:13 र सबै कुरा गरिसकेपछि अडिग रहन। तपाईले प्रार्थना गरिसकेपछि, विरोध गरिसकेपछि, घोषणा गरिसकेपछि र युद्ध गरिसकेपछि अडिग रहनुहोस्। नभाग्नुहोस्, नछोड्नुहोस्, सम्झौता नगर्नुहोस्, स्थिर रहनुहोस्। दोस्रो कारण, प्रार्थनाले ती लुकेका सम्झौताहरूलाई उजागर गरेको छ जुन सुसुप्त डोर्मेन्ट अवस्थामा थिए। केही लडाईँहरू प्रार्थनाले सिर्जना गरेको हुनाले होइन, तर प्रार्थनाले ती लडाईँहरूलाई बाहिर ल्याएकोले सुरु हुन्छन्। ज्योतिले अन्धकार बनाउँदैन, यसले त अन्धकारलाई छर्लङ्ग पार्छ। जब तपाईको प्रार्थना जीवन गहिरो हुन्छ, पुराना जगहरू हल्लिन थाल्छन्। गाडिएका कुराहरू सतहमा आउन थाल्छन्। तपाईलाई थाहा नै नभएका सम्झौताहरू अवरोधको रूपमा प्रकट हुन थाल्छन्। हबकुक 3 धर्मशास्त्र भन्छ, पानीको बाढी बगेर गयो, अगाध समुद्रले आफ्नो आवाज निकाल्यो र आफ्ना हातहरू उच्च पारे। जब आत्मा चल्नुहुन्छ, गहिराईको जग उघारिन्छ। जे लुकेको थियो त्यो उठ्छ, जे सुतेको थियो त्यो बिउझन्छ। प्रार्थनाले गर्दा होइन, तर प्रार्थनाले त्यसलाई उदाङ्गो पारेकोले। त्यसैले जब लामो समयदेखिको अनुमति, पर्मिसन्स खारेज हुन थाल्छ, तब आक्रमणहरू तीव्र हुन्छन्।
जब शत्रुले आफ्नो निष्कासन इभिक्सन नजिकै छ भन्ने थाहा पाउँछ, उसले सबैभन्दा कडा सङ्घर्ष गर्छ। यदि उसले महसुस गर्यो कि प्रार्थनाले पुस्ताइदेखिको ढाँचा तोड्दैछ, पुराना करारहरू रद्द गर्दैछ वा लुकेका वेदीहरू भत्काउँदैछ भने उसले आफ्नो कानुनी आधार जोगाउन युद्ध बढाउनेछ। शत्रु तपाईँको प्रार्थनासँग डराउँदैन। ऊ त तपाईँका प्रार्थनाहरूले के कुरा पर्दाफास गर्न लागेका छन् भन्ने कुरासँग डराउँछ। सोच्नुहोस् त, यदि कुनै कुरा तपाईँको जीवनमा वर्षौंदेखि चलिरहेको छ, निराशा, गरिबी, बिरामी, अलमल, तिरस्कार, और अचानक तपाईँले अधिकारका साथ प्रार्थना गर्न थाल्नुभयो भने त्यो कुरा सजिलै छोडेर जाँदैन। यसले लड्छ, यसले आफ्नो उग्र रूप देखाउँछ, यो झन् तीव्र हुन्छ। तपाईँले केही गलत गरिरहनु भएकोले यसो भएको होइन, बरु तपाईँले सही गरिरहनु भएकोले यसो भएको हो। तपाईँले लक्षणको मात्र होइन, जराको उपचार गर्दै हुनुहुन्छ र जराहरू प्रतिरोध नगरी उखेलिँदैनन्। त्यसैले तपाईँले गर्नुपर्ने पहिलो काम भनेको सामान्य प्रार्थनाबाट हटेर निश्चित त्याग, अस्वीकार, डिलिब्रेट रिनन्सिएसनमा जानु हो। प्रभु मलाई आशिष दिनुहोस् जस्ता अस्पष्ट प्रार्थनाहरू छोड्नुहोस् र आफ्नो वंशमा रहेका हरेक लुकेका समस्याहरूलाई इन्कार गर्ने जस्ता स्पष्ट प्रार्थनाहरू सुरु गर्नुहोस्। कलस्सी 2ले हाम्रो विरुद्धमा रहेका नियमहरूको हस्तलिखित लिखतलाई मेटाएर क्रुसमा टाँगिदिएको बारेमा बोल्छ। केही कुराहरूलाई विशेष रूपमा रद्द गर्नुपर्ने हुन्छ। तेस्रो कारण, प्रार्थनाले तपाईँलाई सुविधातर्फ होइन तर उच्च जिम्मेवारी असाइनमेन्टतर्फ डोर्याएको छ। यहाँ एउटा कठोर सत्य छ जुन धेरै इसाईहरू सुन्न चाहँदैनन्। प्रार्थना कुनै आश्रयस्थल, सेल्टर होइन। प्रार्थना त एउटा बोलावट, समन्स हो। प्रार्थना तपाईँको जीवनलाई अझ सुविधायुक्त बनाउन डिजाइन गरिएको होइन। यो त तपाईँलाई कार्यभारको लागि तयार पार्न, युद्धको लागि तयार पार्न र उद्देश्यको लागि तयार पार्न बनाइएको हो। मत्ती 3 येशूलाई हेर्नुहोस्। उहाँले बप्तिस्मा लिनुभयो र स्वर्ग उग्रियो। पिता बोल्नुभयो, पवित्र आत्मा ढुकुर झैँ ओर्लनुभयो। यो एक सुन्दर अलौकिक क्षण थियो। तर त्यसको लगत्तै के भयो? मत्ती 4:1 भन्छ, त्यसपछि दियाबलबाट परीक्षित हुनलाई पवित्र आत्माद्वारा येशू मरुभूमिमा लगिनुभयो। चौथो कारण, तपाईँको प्रार्थनाले शत्रुको लागि समय सीमा, डेडलाइन तय गरिदिएको छ। शत्रुलाई थाहा छ कि जबसम्म तपाईँ प्रार्थना गर्नुहुन्न तबसम्म उसले आफ्नो मनमर्जी गरिरहन पाउँछ। तर जब तपाईँ गम्भीरताका साथ प्रार्थना गर्न थाल्नुहुन्छ तब उसको समय सकिन लागेको सङ्केत उसले पाउँछ। प्रकाश 12ले भन्छ, दियाबल ठूलो क्रोधका साथ तिमीहरू कहाँ तल ओर्लेको छ, किनकि त्यसले जान्दछ कि त्यसको समय छोटो छ। जब तपाईँको प्रार्थनाले कुनै कुराको अन्त्य नजिकै ल्याउँछ तब शत्रुले आफ्नो अन्तिम प्रयासको रूपमा ठूलो आक्रमण गर्छ। ऊ तपाईँलाई यो महसुस गराउन चाहन्छ कि प्रार्थनाले स्थिति झन् खराब बनायो, ताकि तपाईँले प्रार्थना गर्न छोडिदिनुहोस्। पाँचौं कारण, तपाईँको प्रार्थनाले तपाईँलाई नयाँ स्तरको सामर्थ्य र अभिषेकको लागि तयार पार्दैछ। परमेश्वरले प्रायः ठूलो आशिष दिनु अघि ठूलो तयारी गराउनुहुन्छ। आक्रमणहरूले तपाईँको आत्मिक मांसपेशीहरूलाई बलियो बनाउँछन्। जसरी सुनलाई शुद्ध पार्न आगोमा हालिन्छ, त्यसरी नै कतिपय आक्रमणहरूले तपाईँको विश्वासलाई अझ मजबुत बनाउँछन्। याकूब 1:2-4ले भन्छ कि विभिन्न किसिमका परीक्षाहरूलाई आनन्द सम्झ, किनकि यसले धैर्य र परिपक्वता ल्याउँछ। यो आक्रमण तपाईँको पतनको लागि होइन तर तपाईँको पदोन्नति, प्रमोसनको तयारी हो। निष्कर्षमा के गर्ने त? 1. विचलित नहुनुहोस्। आक्रमण आउनु भनेको तपाईँ सही बाटोमा हुनुहुन्छ भन्ने प्रमाण हो। 2. आफ्नो कवच लगाउनुहोस्। एफिसी 6 भनिए झैँ विश्वासको ढाल र वचनको तरवार लिनुहोस्। 3. प्रशंसा र धन्यवादमा रहनुहोस्। जब परिस्थिति कठिन हुन्छ तब परमेश्वरको महिमा अझ बढी गर्नुहोस्। यसले शत्रुलाई अन्योलमा पारिदिन्छ। तपाईँको प्रार्थनाले काम गरिरहेको छ, त्यसैले नरोकिनुहोस्, अगाडि बढ्नुहोस्।